हेलो होइन हौ आजभोलि नेपालमा कुन आन्दोलनको सिजन रहेछ कि अहिले आन्दोलन अफ सिजनमा चाहिँ के हो खै कि म पछाडि छु यो कुराहरूमा। आजभोलि जिन्दाबाद मुर्दाबाद भन्ने अहिले सुनिरहेको छैन त 3-4 दिन भयो कि अलिकति 1 हप्ता 2 हप्ता हुन लाग्यो। के भइरहेछ कि थाकेर हो कि के हो आन्दोलन गर्ने सरहरू? बेला बेलामा यसो आन्दोलन गर्दै गर्नु है। तपाईँहरूले आन्दोलन नगर्दा त हामीलाई त यो विदेशमा बस्दाखेरि त कस्तो होइन, नेपालको आन्दोलन नसुन्दाखेरि हडताल यस्तो यस्तो कुराहरू नसुन्दाखेरि त कस्तो देश सुध्रियो क्या हो, हामी नेपालमै बस्न पाउँछ के हो जस्तो नि हुने हो बेला बेलामा। के भइरहेछ कि असार साउन लाग्यो भएर हिलो पानीमा बाहिर कुटेर चाहिँ आन्दोलन के गर्नु भनेर हो कि है? ठिक छ तपाईँहरू आन्दोलन गर्दै गर्नुहोस्, जे होस्। म पनि नेपाल आए बेलामा आन्दोलन पार्न पाएँ, आन्दोलन पारेर आउनु मन लागिरहेको छ मलाई।